गाइस आस्विनीको चौचौ पकाउने तरिका के हो यस्तो मुनि चाहिँ सागै साग माथि चाहिँ चौचौ ए मिठो हुन्छ हुनुपर्छ के अनि मिठो हुन्छ कति मिठो हुन्छ नयाँ नयाँ तरिका पो देखेँ त यार मैले यो कसरी पाक्छ त यो माथिको पानी लास्टमा देखाउँछु म पकाउनु नै पानी खोइ पानी छ के यसलाई यसरी पल्टाउनु पर्छ ए फर्स्ट टाइम देख्यो मैले यस्तो तरिका अनि यो साग पाक्नु परेन त साग त काँचै खाने हो नि के पाक्नु पर्यो काँचो मिठो हुँदैन फाइनली साथीहरू हाम्रो चाहिँ चौचौ यतिको भयो ओ अनु यहाँ हेर्न आऊ कस्तो हुन्छ भने होइन पाक्यो यहाँ हेर्न आउनु न पाकेको त छैन खाएर अब यसलाई चट्ट लाएर यसरी खाएपछि यस्तो मिठो हुन्छ अनु नपत्याएको होइन अघि अहिले चाहिँ अलि राम्रो राम्रो देखेँ है अहिले मिक्स एकछिनमा हेर्नु दुईटा चम्चाले गर्न हो छ्या के फेरि बाबाको अनि सेतै देख्यो त कलर खै कलर ए यो तपाईँको फिल्टर नहुने रहेछ क्या छिटो हालै मलाई खाना हतार भइसक्यो ए खाना चाहिँ खाएको नि हो खायो भने यस्तो देखेपछि चाहिँ कसलाई खान मन लाग्दैन दिँदैन म तपाईँलाई फाइनली रेडी भयो कुन चाहिँ मलाई यो ल खाऊ त म देखाउँछु तपाईँलाई फर्स्ट बाइट तिमी खाऊ न तिमी खाऊ म देखाउँछु ल तातो छ के तातो भयो नि खाऊ न ल छिटो फर्स्ट बाइट राम्रो गरे क्या सुरुमा त म सागै खान्छु वाह अलि उ देऊ न हौ मिठो छ यहाँ अन्डा चाहिने कि एउटा अन्डा अन्डा त अब कहाँबाट ल्याउनु